मोमो बनाउने मान्छे चाहियो भनेर मोमो बनाउने मिस्त्री चाहियो भनेर मलाई बोलाएका थिए। मैले भने हुन्छ म काम गर्छु भनेर काम गर्ने किसिमले गएँ। त्यसपछि त्यहाँ गएर काम पनि गरेँ, दिनभरि काम गरेँ। अनि साँझ काम गरेको ज्याला माग्ने भनेर काम गरेको ज्याला मागेँ। त्यसपछि काम गरेको ज्याला दिनुपर्छ भनेर उसैसित सरसल्लाह गरेर नै मैले काम गरिरहेको थिएँ। त्यसपछि साँझ दिनभरि काम गरेर साँझ पैसा दिउँला भनेर मैले साँझसम्म काम गरेँ। त्यसपछि काम गरेको पैसा माग्दाखेरि त्यसले के भन्यो भने दिनभरि बिहानभरि चिकन खाना खुवाएँ, दिउँसोमा नास्ता सस्ता दिएँ, अब तेरो काम गरेको पैसा मिल्दैन भनौँ। म त एकदम गरिब परिवारको छोरा हो, मेरो घरको स्थिति पनि एकदम नाजुक छ। अब बाबालाई दमको बिमारी हुनुहुन्छ, घरमा कमाउने मान्छे कोही छैन, मलाई त्यही काम गरेको ज्याला दिनुहोस्, म बरु जान्छु भनेर भने। त्यसपछि त्यसले के गर्यो भने 2 जना केटाहरू बोलाएर काम गरेको पैसा दिनुपर्छ भनेर कुटपिट गर्यो। त्यसपछि मैले चाहिँ के भने 2टा दाइहरूलाई बोलाएँ। दाइ मेरो काम गरेको पैसा दिएनन्, मलाई हजुरहरूले मागिदिनु पर्ने भयो। म त एउटा गरिब परिवारको छोरा हो, काम गरेर खाने परिवारको छोरा हो, गरिब परिवारको छोरा हो। हजुर चोट छ हजुर, चोट छ, जताततै कुटो। 2-3 जना मान्छे लगाएर, ठुल्ठुला मान्छे लगाएर कुटो। मेरो कुटेको चोटहरू हेर्नुहोस्। हातमै हो बढी चोट? हजुर, हातमै छ अनि खुट्टोमा पनि छ। यहाँ खुट्टामा थेचारो अनि घाँटी पक्रियो, मार्ने भनेर घाँटी पक्रियो। डामहरू तपाईलाई घाँटी निचारेपछि तपाईँ आफू बाँच्नको लागि भाग्नु भयो? म बाँच्नको लागि हाम फालेँ, भागेँ। त्यसपछि मलाई मार्ने नै भनेर सिद्धाउने भन्ने सोचे रहेछन्। त्यसपछि मार्ने भनेर त्यस्तो सोचे रहेछन्। तपाईँ त्यो भनेको चोर्न गएको भनेर आएको चाहिँ होइन? चोर्न गएको होइन, चोर्न आएको भन्दै कुटिरहनु भएको छ नि? चोर्न गएको कोही होइन। सबै समुदायहरूले सबैले भन्नुभएको छ यो बिचरा ज्यान जोगाउनको लागि भागिरहेछ, यो चोर कोही होइन भनेर त्यहाँ वरिपरिकाले पनि भने। तिनीहरूले के भने नि यो चोर हो, 2 जना गुन्डा लिएर आएछ, यो चोरै हो भनेर भने। मैले फेरि 2 जना लिएर आएको कारण, 2 जना साथीहरू लिएर आएको कारण के हो भन्नुहुन्छ भने एक दिन काम गरेको पैसा उठाउनको लागि। मेरो बोलिदिने मान्छे कोही छैन यहाँ। म एकदम पीडित परिवारको, गरिब परिवारको छोरा। किनकि हजुर मेरो कोही पनि छैन काठमाडौँमा, तर मेरो बोलिदिने मान्छे मेरो कोही नहुँदाखेरि एक्लो भएको महसुस हुँदो रहेछ। किनकि म आज यो अवस्थामा आउँछु भने मैले सोचेको पनि थिएन। घरबाट मैले 2-4 पैसा कमाउँछु भनेर हिँडेको थिएँ। आज यहाँ आएर यस्तो हालत गराए मेरो हालत हेर्नु। तर मैले यस्तो सोचेको पनि थिएन दाइ। तर 2 जना मैले मान्छे लिएर गएको भनेको त्यही मनोमाइजूका दाइहरूलाई, त्यही एक दिनको काम गरेको पैसा उठाउने